Mileage testing every bike. In today's episode will be mileage testing मेरो आफ्नै बाइक यो TVS Ronin. यो बाइक चाहिँ टोटलमा 24,617 किलोमिटर्स गुडेको छ. अब हेरौँ यो बाइकले कतिको माइलेज दिँदो रहेछ भनेर. तपाईहरुको गेस चाहिँ तल कमेन्ट सेक्सनमा हाल्नु है. अनि यार यो सिजनमा के हो चराहरूलाई नि डायरिया लागेको हो कि. अब अहिलेसम्म चाहिँ मैले अराउन्ड 7वटा जति बाइकहरूको माइलेज टेस्ट गरेछु. अनि अनेस्टली भन्नुपर्दा त्यो सबै माइलेज टेस्टहरूमा मलाई एउटा कुरा चित्त नबुझेको चाहिँ मैले मल्टिपल डेज गरेर त्यो माइलेज टेस्ट गर्न पाएको छुइनँ. अनि मेरो टेक्निकल एडभाइजर मेरो साथी छ एकजना जसले चाहिँ मलाई यस्तो टेक्निकल कुराहरूमा एडभाइस दिइरहेको हुन्छ. उसले चाहिँ यस्तो माइलेज टेस्ट गर्दा सक्दो लाइक मल्टिपल डेजको नम्बरहरू 2-3 दिन 3-4 दिन होइन सक्यो भने 10 दिनसम्म राखेर 10 दिनसम्म लगातार गरेर त्यो नम्बर निकालेर त्यसको एभरेज चाहिँ लाइक प्रपर माइलेज निस्किन्छ भन्छ. अब अरू बाइकहरू त त्यो लङ टर्मको लागि अलिक राख्न नमिल्ला अहिले. त्यही भएर अहिले मेरै बाइकबाट सुरु गरौँ यो लङ टर्म माइलेज टेस्टिङ चाहिँ. सो गाइज फिलहालै चाहिँ म अहिले त पेट्रोल पम्पभित्र छिर्दैछु होइन. अब पेट्रोल हालौँ अनि माइलेज कति दिन्छ हेरौँ. आफ्नै बाइक हान्नु नेपाली भनेर. गाइज यस्तै रेन्ज टेस्ट माइलेज टेस्टहरू हेर्न चाहनुहुन्छ भने मलाई फलो गर्नु होला अनि भिडियो मन पराउँदै हुनुहुन्छ भने लाइक गर्नु है. सो यो पालि बाइक चाहिँ 322.7 किलोमिटर गुड्यो होइन. अनि मैले 7.09 को पेट्रोल हालेको थिएँ. 45.51 या त्यति नै भयो ठिक्क भयो.